दिलमाया राई फागुन 29 गते एक्सिडेन्ट परेर उहाँको स्कुटीको अगाडिको व्हीलको गार्ड त्यो सबै झ्रामझुरुम फुटेको थियो। सबै अब झ्रामझुरुम गएको थियो। सबै त्यो अगाडिको मेन चाहिँ व्हीलको चक्काको गार्ड टप भन्छ है, त्यो टप झ्रामझुरुम गएको थियो। र अर्को अगाडिको बडी पनि त्यो दुईतिर अलिअलि चर्केको थियो। दुईटा किलै नलागेको है, त्यही पनि हामीले त्यो चाहिँ चेन्ज गर्नु मिल्दैन, किनभने त्यो त बाँधेर चल्छ नि। त्यो त मिलाएर पनि यसो के अरे गमसम टालेर पनि अनि तारले बाँधेर पनि वर्ष चल्न सक्छ। त्यस्तो कुरो चाहिँ हामी त्यस्तो सामानको चाहिँ पैसा हामी तिर्दैनौँ होइन। तर मेन सामान जुन झ्रामझुम गएको थियो त्यसको चाहिँ हामीले सबै राइडरहरू मिलेर 50% पैसा हामी उहाँलाई दिँदैछु। र यही आजदेखि अब भोलि पर्सिसम्म भोलि आउने दिनहरूमा पनि यस्तो घटना घटेमा हामी सबैले मिलेर पैसा उठाएर हाम्रो ग्रुपको कोही साथीभाइ एक्सिडेन्ट भयो, दुर्घटना भयो भने पनि हामी उठाएर उहाँलाई 50% पैसा हामी दिन्छौँ, प्रदान गर्छौँ सबैजना मिलेर। अब हामी यो पैसा दिँदैछौँ। कति छ यहाँ? 1200 1 2 3 4 5 6 7 8 9 10 11 अब यहाँ पनि यो मिटिङमा उपस्थित भइराख्ने टाइममा उपस्थित भइराख्ने साथीहरूलाई मात्रै फेरि बाहिरका साथीहरू आउने, एक दिन आउने, एक्सिडेन्ट पर्ने दिन आउने अनि यहाँनिर पैसा लान्छु भन्ने चाहिँ सोच नबनाउनु होला। यहाँ र जसले योगदान गर्छ उहाँले पाउनुहुन्छ यो फेसिलिटी। उहाँलाई कस्तो लाग्यो उहाँले एउटा शब्द बोल्नुहुन्छ हो नि, दुई शब्द जाओस् क्या अब पहिलेबाट हो म यस्तो भएर चाहिँ भएको होइन, मलाई यस्तो भयो है, तपाईँहरू पनि यस्तै आउनु पर्यो है भन्नु पर्यो, आउनु पर्यो, जोडिनु पर्यो, दुई शब्द बोल्नु पर्यो अब म यसमा नजोडेको भए म यति पनि पाउने थिएन होइन। मलाई तपाईँहरू पनि यसरी जोडिनु होला है, तपाईँहरू जोडिनु होला, तपाईँहरू आउनु होला तपाईलाई के लाग्छ त्यो भन्नु। यो ग्रुपमा आबद्ध भएर यति गर्दाखेरि ग्रुपबाट यति सहयोग पाइयो, खुसी छु। दुई शब्द हो त्यति भएपछि तपाईको नि दुई शब्द जाओस् त। म यो अनिल शेर्पा भन्ने भाइलाई भेट्यो भने चाहिँ पर्काउनु मन छ यार। ल रेडी 1 2 3 गो क्यामेरा एक्सन कट। एकदम राम्रो छ। हजुरहरू पनि कोही हुनुहुन्छ भने नयाँ यो हाम्रो ग्रुपमा जोइन गरिदिनु होला। भोलिको दिनमा चाहिँ झन् अझ राम्रो हुँदैछौँ, राम्रो गर्दैछौँ। अरू बोल्न आउँदैन। तपाईँ कहाँ यो क्यामेरा सिकेर आउनु